वेलकम ब्याक टु माई भ्लग। अनि आज चाहिँ हामी घोरेपानी जाँदैछौँ। गाडी दिउँसोबाट कुदेको बल्ल बल्ल आयो यहाँ सागरको गाडी यो फलाटेको। अनि हामी चाहिँ अब 4 जना म बहिनी अनि यहाँ 2टा दिदी जान राखौँ। पानी परेको झन् आजको दिनमा अब के गर्ने होला, गाडी जान्छ कि जान्न, हिउँ पहिल्यै गर्नु होला। हिउँ पऱ्यो अरे माथि के हो अब थाहा छैन। यहाँ सागर दाइ यहाँ हुनुहुन्छ। प्रिन्जल यहाँ के भन्थ्यौ, के भन्नु कार आइपुग्यौँ हामी त घर। पाउडरको माथि माथि हिउँ परेको तल तल चाहिँ धारा गाउँ, यो डाँडाको पारी मुस्ताङ। हाम्रो यहाँ ड्राइभर खतरा भएर सिराङबाट सिकाउन 1 मिनट नि लाइन। हामी चाहिँ यहाँ सिख ए मेरा गाउँ भन्ने रहेछ। ए मेरा बेन। यो चाहिँ किन्दु। अनि यहाँ चाहिँ धानखरको यता माथितिर हिउँ परेर रहेछ त खतरा। अनि हाम्रो यहाँ स्कुल म पढेको बच्चामा यहाँ राम्रोसँग देखेको छैन। यहाँ चाहिँ यहाँ शान्ति आमाजुको घर। अब यहाँबाट नि कति टाइम लाग्छ, अझै 1 घन्टा जस्तो लाग्छ होला। खतरा छिटो लिएर आएको कति उज्यालो देखेको। घोरेपानी पछि पुनिन आया। हाम्रो गाडी चाहिँ यहाँ छ। जाम यहाँ फलाटेमै खाइसक्यौँ, अँध्यारो भइसक्यो। यहाँ हिउँ परिरह माथि, हिउँ परेको माथि माथि त्यहाँ पनि परेको धानखरकोतिर। घोरेपानीको बाटो हिलो हिलो। हामी चाहिँ घोरेपानी आइपुग्यौँ बल्ल बल्ल 7:30 बजे। यहाँ गुराँस हल्का हल्का झरिसक्यो सबै। अब हामी चाहिँ होटेलतिर जाँदैछौँ। हामी चाहिँ यहाँ जाँदैछौँ। लास्ट जाडो रात पर्दा पुगेर सानो स्वयम्भू। हेलो, हामी चाहिँ यहाँ होटेलमा आइसक्यौँ। बत्ती नै आएन होटेलमा। मेरो आमाभित्र के पस्छ प्रिन्जललाई नि है। अनि मेरो आमा के पऱ्यो। अनि यहाँ चप्पल हेर्न सक्नुहुन्छ हाम्रो स्पिकर साथ छैन। हामी जान्छौँ तल। यहाँ चाहिँ फोटोहरू छ। यहाँ चाहिँ भात खान लाग्यो हामी चाहिँ। 9 बजे बन्द हुन्छ अरे। अनि हामी चाहिँ भात खान लाग्यो। अब यहाँको भात हेर्न सक्नुहुन्छ। अब सुत्न लाग्यो। बहिनी छन्, यहाँ दिदी हुनुहुन्छ।
सामान हेर्न सक्नुहुन्छ ओएमजी बाई बाई मेरो भ्लग यति नै बाई बाई फेरि अब भोलिको भ्लग अब छुट्टै हुन्छ यहाँबाट पुलिङ जान्छु अनि त्यहाँको बाई बाई गाइस सी यू नेक्स्ट भिडियो